पारुहाङ र सुम्निमाका 4 भाइ छोराहरू बढ्दै गएका छोराहरूमा जेठा छोरा बाघ, माहिलो छोरो भालु, साहिलो बाँदर र कान्छो हाङछापोक थियो। हाङछापोकलाई पारुहाङ र सुम्निमाले हेङकुबुङ भनेर बोलाउँथे। जेठा छोरा बाघ ज्यादै रिसाहा थियो। ऊ गर्जेपछि वनका सारा जनावरहरू थर्कमान हुन्थे। ऊ बारम्बार जङ्गलका जनावरहरूलाई थर्कमान पार्थ्यो। साथै घरमा पनि कल झगडा मच्चाइरहन्थ्यो। बाघदेखि भालु र बाँदर डराए पनि हेङकुबुङ भने डराउँदैनथ्यो। उनमा पारुहाङले ज्ञान, बुद्धि र शक्ति दिएका थिए। उता भालु अल्छी थियो। ऊ मिठो मिठो खान मात्र चाहन्थ्यो, तर काम गर्न भने मन पराउँदैनथ्यो। त्यसैले ऊ वनमा भन्दा घर धन्दा गरेर घरमा बस्ने गर्थ्यो। अर्को भाइ हेलावा माङ्ला अर्थात् बाँदर ज्यादै चकचके थियो। जता पायो उतै काम बिगार्ने हुँदा शिकार खेल्दा जनावरहरूलाई बिच्काउँथ्यो। यसैले बाघ र हेङकुबुङले बाँदरलाई शिकार खेल्न लैजाँदैनथे। घरमा प्रत्येक दिन जस्तो दाजुभाइ बीच झगडा भइरहन्थ्यो। बाघ आफ्नो बल र रिसले सबै भाइलाई खान चाहन्थ्यो, तर ऊ हेङकुबुङको डरले यसो गरिहाल्न सक्दैनथ्यो। यो कुरा हेङकुबुङलाई थाहा थियो। हेङकुबुङले आफ्ना आमा सुम्निमालाई दाजु बाघको नियत थाहा पाएर भन्ने गर्थ्यो, आमा, म कुन दिन बाघलाई मारिदिन्छु, दाजु पनि भन्दिन, सधैँ दुःख मात्र दिन्छ, मैले गरेको काममा पनि ईर्ष्या गरिरहन्छ। सुम्निमा भने आफ्नो छोरालाई सम्झाउँथिन्, हेर हेङकुबुङ, आफ्ना दाजुहरूभन्दा तँसँग मात्र बुद्धि र विवेक छ, त्यसो गर्नुहुन्न, तैँले मात्र हाम्रो सृष्टि थाम्नेछस्। तर पनि शिकार खेल्न जाँदा बाघले भाइ हेङकुबुङलाई मार्न खोजिरहन्थ्यो। हेङकुबुङ ज्यादै होसियार साथ जङ्गलमा रहन्थे। एक दिनको कुरा हो, अल्छी भालु र चकचकी बाँदरलाई घरमा छाडेर बाघ र हेङकुबुङ शिकार खेल्न जङ्गल गए। यो दिन पनि बाघले हेङकुबुङलाई खान खोजिरहेथ्यो। यो दिन हेङकुबुङले बदला लिने विचार गर्यो। आफ्नो शिकारतिर लागेको बाघ र हेङकुबुङले एकै ठाउँमा खाजा राखेथे। बाघलाई रिस उठाउन हेङकुबुङले सबै खाजा खाइदियो। त्यसपछि रुखको मुढालाई आफ्नो लुगा बनाएर हेङकुबुङ रुखमाथि चढ्यो। खाजा खाने समय भएपछि बाघ आयो, तर त्यहाँ खाजा पाएन। बाघलाई रिस उठ्यो। रिसको झोकमा हेङकुबुङलाई मार्न उसले रुखको मुढालाई झम्टेर गाँज्यो। सम्पूर्ण लुगाहरू च्यातचुत पार्यो। रिस मरेपछि बाघले हेङकुबुङ नभई रुखको मुढा भएको थाहा पायो। भोक र थकाइ लागेर ऊ त्यहाँ नै उत्तानो पर्दा बाघले रुखबाट धनुकाँड आफूतिर ताकिरहेको हेङकुबुङलाई देख्यो। बाघले आफ्नो गल्ती महसुस गरेर बोल्न सकेन। यही मौकामा हेङकुबुङले बाघलाई मुख गर्न लगायो। लाचारी वश बाघले आफ्नो भाइको आदेश मानेर मुख गर्यो। हेङकुबुङले तीर छाड्यो। बाघको मुखैभरि तीर पर्यो र तुरुन्तै बाघ मर्यो। बाघ मरेपछि हेङकुबुङले 3 पल्ट नाच्दै भन्यो, ल, आजदेखि म हाङछापोक जेठो दाजु भई। शिकारबाट फर्किने समय भएर पनि आफ्ना छोराहरू नआएपछि सुम्निमालाई शङ्का लाग्यो। आज दाजुभाइ बीच अवश्य पनि अनिष्ट भएको हुनुपर्छ। सुम्निमाले अन्तर्ध्यान गरेर हेर्दा हेङकुबुङले बाघलाई मारेर नाघिरहेको देखिन्। आफ्नो छोराहरूबीच अनिष्ट भएको देखेपछि सुम्निमाले आफ्नो सक्कली रूप घरमा लुकाइराखिन् र नक्कली रूप लिएर हेङकुबुङ भए ठाउँ पुगिन्। आमा आइपुगेकोले हेङकुबुङ अवाक भयो। उनले हेङकुबुङलाई घर पठाइन्। हेङकुबुङ सरासर घर गयो। यता सुम्निमाले आफ्नो जेठो सन्तान बाघलाई बिउजाउन सिरुको पात, आगो, पानी ल्याएर भन्न थालिन्, धाइ धाइ छुपिक धाइ। उनले यसरी मुन्दुम भनेपछि बाघ निन्द्राबाट बिउझे झैँ गरी बौरियो। बौरिएको बाघले आमा सुम्निमालाई देखेपछि भन्यो, आमा, म त सुती पो पठाएछु। बाघको कुरा सुनेपछि सुम्निमाले सुतेको होइन, भाइ हेङकुबुङले मारेको भनी बताइन्। आमाले भनेपछि भाइबाट मारिएको र आफूभन्दा भाइ हेङकुबुङ दाजु भएको कुरा थाहा पायो। यसपछि ऊ घर जान मानेन। सुम्निमालाई भने आफ्नो छोराहरूमध्ये बाघ र हेङकुबुङमा कसको दोष बढी थियो पत्ता लगाउनु थियो। सुम्निमाले बाघसँगै वनमा जाने इच्छा राखिन्, तर बाघले भने आमा वन नगइदिउन् भन्ने इच्छा राख्यो। कारण ज्यादै बुढी भएकी झट्टपट्ट हुने हुँदा भर्सक आमालाई साथ नलाने कुरा बाघले गर्यो। तर सुम्निमा बाघसँग जङ्गल नगई छोडिनन्। आमा पछि लागेकाले बाघलाई साह्रै घाँडो भयो। उसले आमालाई कुनै जुक्तिले आफूसँग जङ्गल नलगी पन्छाउन उपाय खोजिरह्यो। हिँड्दा हिँड्दा बाघलाई जुक्ति फुर्यो। आफ्नो भाइ हेङकुबुङलाई झैँ आमालाई पनि खत्तम गर्ने विचार मनमनै गर्न थाल्यो। सुम्निमा पनि छोराको आफूप्रतिको कुदृष्टि नियालिराखेकी थिइन्। आफ्ना छोराहरूको सधैँ झगडा भइरहेकोमा सुम्निमा अदृश्य भई छोराहरूको व्यवहार निहाल्न चाहन्थिन्।
यसैले उनले आफ्नो प्रथम रूप लुकाएर दोस्रो रूपले जङ्गलमा बाघसँग घुमिरहेकी थिइन्। यही समयमा बाघले सुम्निमालाई भन्यो, आमा, तपाईँको घाँटीमा थार्किर्ना छ, म निकालिदिन्छु है। बाघको कुरा सुनेपछि सुम्निमा मनमनै हाँस्दै भनिन्, हुन्छ, निकालिदेऊ। यही मौकामा बाघले आमाको घाँटी छिनालिदियो। आमा मरेपछि बाघ स्वतन्त्र रूपमा जङ्गलमा घुम्न हिँड्यो। अब जङ्गलमा बाघभन्दा शक्तिशाली अरू कोही नहुने भए सुम्निमाले केही समय आफ्नो रूप पृथ्वीबाट लुकाइन्। उता दाजु मरेपछि हेन्कुबुङ घर पुग्यो। घरमा बसेको भालु र बाँदरले केही काम नगरी त्यसै बसिरहेको पायो। सदाको दिनमा उसै मिठो खानेकुरा हुने, तर त्यस दिन केही नपाएको देखेर हेन्कुबुङलाई रिस उठ्यो। सदा भालु नाच्ने बित्तिकै मिठो न मिठो खानेकुरा आफै पाक्ने, तर त्यो दिन भाइ बाँदरले आफू दाजु भालुभन्दा कम नहुने होड गर्नाले खानेकुरा पाक्न सकेको थिएन। भालुले हेन्कुबुङ रिसाएको थाहा पाएपछि सबै कुरा भाइ बाँदरले गर्दा भएको हो भनेर बतायो। हेन्कुबुङले सोध्न जाँदा डरले बाँदर घरबाट भाग्यो। त्यस दिनदेखि बाघ झैँ बाँदर पनि जङ्गली हुन पुग्यो। अब घरमा हेन्कुबुङ र भालु मात्र रहन थाल्यो। हेन्कुबुङले बाघलाई आफूले मारेका र आफू दाजु भएको कुरा बतायो। अल्छी भालु भित्रभित्रै हेन्कुबुङसँग डराउन थाल्यो भने हेन्कुबुङले आफू दाजु भएकाले भालुलाई हराउन थाल्यो। ए भाइ, ल सदा चाहिँ मिठो मिठो खानेकुरा तयार गर। हेन्कुबुङको कुरा सुनेपछि भालु खाना तयार गर्न नाच्न थाल्यो। खानेकुराहरू पनि पाक्न थाल्यो। जति जति भालु राम्ररी नाच्थ्यो उति उति मिठा खानेकुराहरू पाक्न थाल्थ्यो। उता हेन्कुबुङले आमालाई बाघको लाससँग छाडेको यत्तिको समय बित्दा पनि घरमा नआएकोले मनमा शङ्का उब्जिन थाल्यो। हेन्कुबुङले आमा के गरिरहेकी छिन् भन्ने थाहा पाउन ध्यान गर्न थाल्यो। ध्यानबाट उसले राम्रो सङ्केत पाएन। ऊ तत्कालै भाइ भालुलाई साथमा लिएर आमा भए ठाउँ जङ्गल पुग्यो। जङ्गल पुग्दा बाघको लास नभएर आमाको लास मात्र पायो। हेन्कुबुङलाई लाग्यो यो अवश्य बाघकै काम हुनुपर्छ। जे हुनु भइहाल्यो, बिस्तारै बाघलाई ठिक लाउँला भनेर सोची आमाको लासलाई संस्कार्ने विचार हेन्कुबुङले सोच्यो। हेन्कुबुङले भालुलाई हरायो, त आमाको लासलाई गाड्दै गर्नु, म चौतारो बनाउँछु। भालुले पनि दाइको कुरा मानेर लास छेउ माटो खन्न थाल्यो। हेन्कुबुङ ढुङ्गा फुटाएर चौतारा तयार गर्न थाल्यो। चौतारा निर्माण गरेपछि किताब ढुङ्गा तयार गर्दै भालुलाई कराएर सोध्यो, आमाको लास गाडिसक। भालुले पनि कराएरै भन्यो, सक्न लागे। घरमा मिठो मिठो परिकार पकाएर पनि खान नपाई जङ्गल आएकोले भालुले भोक थाम्न नसक्दा आमाको च्यान खन्दा खन्दै आमालाई नै खान थाल्यो। हेन्कुबुङले किताब ढुङ्गा तयार गरेपछि आमाको लास गाडेको ठाउँमा आयो। हेन्कुबुङ आइपुग्दा भालेले हत्त न पत्त पुरपार गरिरहेथ्यो। भालुको यस्तो चालढाल देखेर हेन्कुबुङलाई शङ्का लाग्यो, तर उसले भालुलाई केही भनेन। दुवैले आमाको ज्यानमा माटो मुछिदिए। त्यसपछि भाइ भालुसित हेन्कुबुङले भन्यो, हेर भाइ, हामी कति दुखी भइरहने, अब खुसी मनाऊ, जे हुनु भइहाल्यो। हेन्कुबुङले यसो के मात्र भनेको थियो, भालु निच्च हाँस्यो। भालु हाँस्दा उसको दाँतमा सुम्निमाको केस हेन्कुबुङले देख्यो। हेन्कुबुङलाई भालुदेखि साह्रै रिस उठ्यो। उसले भालुलाई पनि मार्न भनी टाउकोमा एकपल्ट हिर्कायो। अचानक दाइले टाउकोमा हिर्काउँदा भालुको सबै गिद्दी बाहिर आयो। भालु पनि मर्यो भनी सम्झेर हेन्कुबुङ घर आयो। उता बेहोस भएको भालु घस्रदै पानी भएको पोखरी छेउ गएर आफ्नो मित काङमाङ अर्थात् पाहालाई भन्न थाल्यो, मित, मेरो गिदी हेन्कुबुङले हिर्काएर निकालिदियो, अब मलाई तिम्रो गिदी देऊ न। भालुको यस्तो कुरा सुनेपछि पाहा डरले पोखरीभित्र पस्यो। पाहा पोखरीमा पसेपछि भालु पनि पोखरीमा पसेर पाहाको गिदी झिकेर आफ्नो टाउकोमा लगायो। भनिन्छ यही समयदेखि पाहाको गिदी नभएको र भालुको गिदी थोरै भएको रे। आफ्नो मितको गिदी जबरजस्ती लगाएपछि भालु पनि घर गएन। घरमा हेन्कुबुङले मार्नेछ भन्ने ठानी ऊ पनि जङ्गल पस्यो। यसरी बाघ, भालु र बाँदर घर छाडी जङ्गल पसेका हुन् रे। घरमा आमा र दाजुभाइहरूसँग छुट्टिनु परेकाले हेन्कुबुङ एक्लै रहन थाल्यो। उनी एक्लै उदास र उराट रहन्थ्यो। आफ्नो एक्लोपनको दिगदारी हटाउन उनी टाढा टाढाका वन जङ्गल खोलातिर जान थाले। उनको जीवन निराश र विरक्त हुन थाल्यो। उनी एकनास घुम्न थाल्यो। यसरी घुम्दा कहिले जङ्गलमा त कहिले भिर पहरामा पुग्थ्यो। यही क्रममा एक दिन नेबाला कङ्काला भन्ने डाँडामा पुग्यो। साँझ परेपछि हेन्कुबुङ मन बहलाउँदै त्यही डाँडामा बस्यो। तर जङ्गलमा धुवाँ आइरहेथ्यो। हेन्कुबुङलाई अचम्म लाग्यो। उनी धुवाँ आइरहेको ठाउँतिर गए। जङ्गलबीच आगो बलिरहेको थियो। उनले आगो वरिपरि राम्ररी निहाले। अचम्मको कुरा, त्यहाँ 4 जना युवतीहरू थिए।
हेन्कुबुङलाई झन् अचम्म लाग्न थाल्यो। एक त जङ्गल बीच, अर्को त ती चारैजना युवतीहरू कसैको पनि हाड थिएन। तिनीहरू को हुन्, कहाँका हुन् र कसरी हाड बिना भए भन्ने जान्ने इच्छाले हेन्कुबुङलाई तान्यो। हेन्कुबुङले उनीहरू भइछेउ गएर सोधे, तर उनीहरूको भाषा मिलेन। उनले प्रत्येक युवतीलाई औलाउँदै नाम सोधे। एउटीले चोसान कुइयाँ, अर्कीले मान्या कुइयाँ, अर्कीले तोम कुइयाँ र चौथीले रुइयाँ कुइयाँ भनेर नाम बताए। यसरी हातकै इसारा बीच उनीहरूमा कुराकानी हुन थाल्यो। हेन्कुबुङ जवान थिए, युवतीहरू पनि सुनाखरी फुल झैँ सुन्दर थिए। उनीहरू भावना र विचारका फराकिला र फर्साइला थिए। हेन्कुबुङलाई त्यस रात त्यहीँ बस्ने विचार जाग्यो। युवतीहरूले पनि युवतीहरूसँग एक रात बसेपछि हेन्कुबुङको निराशा र उदास जीवन एकाएक हराएर गयो। उनी युवतीहरूसँग रहन बस्न थाले। उनीहरू बीच प्रेम रहन गयो। रहँदा बस्दा युवतीहरूले सन्तान जन्माए। पछि पनि हेन्कुबुङलाई फेरि पहिलेकै जीवनको याद आउन थाल्यो। उनी ती चारैजना युवतीहरूलाई फेरि फर्किएर आउने वचन दिएर डुल्न निस्कियो। हेन्कुबुङ खोलाको किनार दक्षिण लाग्यो। धेरै दिनको यात्रापछि मैदान भेटायो। उनलाई गर्मी हुन थाल्यो। मैदानमा पुग्दा खोला ठुलो भइसकेको थियो। उनलाई डाँडाकाँडामा हिँडे झैँ मैदानमा फुर्ती भएन। भए पनि ऊ हिँडिरह्यो। खोला अझ ठुलो हुँदै नदी बनिसकेको थियो। ऊ अगाडि बढिरहेथ्यो। नदी समुद्र बनिसकेको थियो। धेरै दिनको यात्रा, थकाइ र गर्मीले हेन्कुबुङलाई शीतल छाहारीमा बस्न बाध्य पार्यो। समुद्रबाट हावा चलिरहेको थियो। छाहारी मुनि सुतेका हेन्कुबुङ थकाइले लोत भएको कारण भुसुक्कै निन्द्रामा परे। निन्द्राबाट बिउजी हेन्कुबुङले समुद्रमाथि छमछम हिँड्दै गरेकी किशोरीलाई देखे। किशोरी सुन्दरी थिई। कालो कपाल, गोलो अनुहार, पहेँलो वर्ण भएकी किशोरीको शरीरबाट बास्ना आइरहेथ्यो। किशोरी देख्न साथ हेन्कुबुङ लट्ठ परे। हेन्कुबुङले किशोरीलाई बोलाए। किशोरी लजाउँदै भए पनि हेन्कुबुङ छेउ आएर बसी। आफ्नो छेउ लजाउँदै आएकी किशोरीलाई हेन्कुबुङले सोधे, तिमी को हौ? म नागकन्या हुँ, नागराजा किशोरी। अनि तिमी नि? किशोरीले लजाउँदै भए पनि हेन्कुबुङलाई प्रश्न गरी। म पृथ्वीको राजाको छोरा राजकुमार हेन्कुबुङ हुँ। तिमी ज्यादै राम्री रहेछौ नि नागकन्या। हेन्कुबुङको कुरा सुनेपछि नागकन्या लाजले भुतुक्कै भई नागकन्या चुलबुल गर्दै पानीमाथि हिँड्न थाली। हेन्कुबुङ हेरेको हेरै भए। उनीहरू दिनहुँ समुद्रको किनारमा भेट हुन थाले। अनेक बाहना पारेर घन्टौँ घन्टा कुरा गर्थे। हुँदा हुँदा हेन्कुबुङ र नागकन्या एक आपसमा नभई नहुने भए। हेन्कुबुङले नागकन्यासँग कुरै कुरामा विवाहको प्रस्ताव राख्यो। नागकन्या, तिम्रो हाम्रो विवाह कहिले नि? हेन्कुबुङको कुरा सुनेपछि नागकन्याले भनी, जसले नाडी वाक्छुवक ल्याएर बुवालाई दिन सक्छ उसैसँग मात्र मेरो विवाह हुन्छ रे। नागकन्याको कुरा सुनेपछि हेन्कुबुङ नाजवाफ भए। किनकि नारी वाच्छुक जता पायो उतै पाइने थिएन। धेरै बेरसम्म हेन्कुबुङ मौन रहेकोले चुलबुले नागकन्या आफै बोली, मेरो बुबाको नारी वाच्छुक थुप्रै छन्। उनी यसको शौखिन मात्र हुन्। तिनै वाक्छुकहरूमध्ये एउटा सुटुक्क झिकेर दिन्छु। जब बुवाले तिम्रो सामु आफ्नो प्रस्ताव राख्नुहुन्छ झिकेर दिनु। त्यसपछि नागकन्या समुद्रतिर गई। अर्को दिन नागकन्याले बुबाको वाच्छुक ल्याई हेन्कुबुङलाई दिई। हेन्कुबुङ नारी वाक्छुक पाएर पनि चुपचाप रहन थाल्यो। जब हेन्कुबुङ चुप रहन्थ्यो त्यसबेला नागकन्याको मन दुख्ने गर्थ्यो। मलाई कतै धोका पो दिने हो कि भनेर उसलाई अत्यास पर्थ्यो। त्यसबेला पनि हेन्कुबुङ चुप रहेकाले नागकन्याको मनमा नाना भाँतीका कुराहरू उठ्न थाले। उनलाई सहनै कठिन भएर सोधी, किन नबोलेको हेन्कुबुङ? तिम्रो चित्त दुखाए जस्तो त लाग्दैन। नागकन्याको कुरा सुनेपछि हेन्कुबुङले आफ्नो कुरा भन्यो, तिम्रो बुवा कस्ता छन्? दरबार कहाँ छ? म जमिनको परेँ, पानीमुनि कसरी जाने? फेरि के भन्ने? हेन्कुबुङको कुरा सुनेपछि नागकन्या खित्का छाडेर हाँसिन्। हेन्कुबुङलाई डर मात्र लागेको रहेछ, मसँग चित्त दुखाएको भने रहेनछ भन्ने थाहा पाएर ज्यादै खुसी भई। खुसीले नागकन्याको भुइँमा खुट्टै रहेन। उसले आफ्नो प्रियतम हेन्कुबुङलाई भन्न थाली, तिमीले डर मान्नु पर्दैन नि, सबै कुरा मिलाइहाल्छु म। किन बिना बित्थामा मलाई सताउँछौ? लाडे स्वरमा नागकन्या भन्दै थिए। मैले जसो जसो भन्छु त्यसो त्यसो मात्र गर न। बुवाले बोलाउँदा सतर्क हौ। बुवाको बाचा अनुसार नारी वाच्छुक देऊ, कुरा मिलिहाल्छ। हेन्कुबुङले नागकन्याको कुरा मानिदिए। ती दुवै नागराजाको दरबारमा जान तयार भए। नागकन्याले हेन्कुबुङलाई आँखा चिम्लन लगाई। आज्ञाकारी बालक चाहिँ हेन्कुबुङले आँखा चिम्लियो। नागकन्याले हेन्कुबुङको हात समाती
दुवै समुद्रमा गए। नागकन्याले हेन्कुबुङलाई आँखा खोल्न लगाई। हेन्कुबुङले आँखा खोल्दा उसलाई सपना अझै लाग्यो। ऊ नागकन्यासँग भव्य दरबारमा थियो। दरबारमा नागराजा थिएनन्। नागरानीले हेन्कुबुङलाई छोरीसित देखेर सोधिन्, तिमीसित आउने छोरा मानिस को हुन्? नागकन्याले आमासँग सबै कुरा बताइन्। नागरानी र नागकन्याले हेन्कुबुङलाई सुरक्षित कोठामा लगे। केही बेरपछि नागराजा आफ्नो सेना मेनाका साथ दरबार आइपुगे। दरबारमा पस्ने बित्तिकै भन्न थाल्यो, होइन आज को गन्ध आइरहेछ, कतै कोही आएको पो हो कि? उता हेन्कुबुङ र नागकन्या डराउन थाले। राजाको कुरा नसकिँदै रानीले बिचैमा कुरा काटिन्, होइन तपाईँ बाबु छोरी नै बाहिर फेर घुमिरहनु पर्नुभयो। बाहिर फेरको मानिससँग सङ्गत गर्नुहुन्छ होला, तिनैको गन्ध अझसम्म पनि आइरहेको होला। नागराजालाई श्रीमतीको कुरामा विश्वास लागेन। उसले तुरुन्तै भन्न थाल्यो, घुमफिर त सधैँ भइरहन्छ, तर हाम्रो दरबारमा यस्तो गन्ध त पहिले कहिले आएको थिएन, मलाई नढाँट। राजाको कुरा सुनेपछि रानीले कुरा मिलाउन थालिन्, होइन छोरी तरुनी भई यताउता घुम्छे, अब त विवाह गर्ने समय पनि भयो। जमिनको कुनै केटासँग सम्बन्ध पो गाँसेकी छे कि? यत्रो भएको छोरीको बारेमा कहिले सोच्ने होइन? नागराजाले छोरीलाई बोलाउन लगाए। यही मौकामा रानीले हेन्कुबुङको बारेमा सबै कुरा बताउन थालिन्। होइन भन्या यस्तो कुरा उसको छेउमा गर्ने होइन, उसले जमिनको राजाको छोरा राजकुमारसँग विवाह गर्ने बाचा गरेकी छेरे। रानीको कुरा सुनेपछि राजालाई रिस उठ्नसम्म उठ्यो। राजा बसेको ठाउँबाट जुरुक्क उठ्यो। बैठक कोठाको वरिपरि घुम्न थाल्यो। दरबारका सबै ढोले पालेहरू डरले थुरथुर भए। हेन्कुबुङ र नागकन्याको त सातो पुत्लो नै उड्यो, कालो निलो परे। केही समयपछि राजा आफै शान्त भएर भन्यो, छोरीले मनपरी गर्न पाउने छैन, म राजा हुँ, सारा नागहरूको इज्जत छ, मेरो पनि आफ्नै ठाउँमा इज्जत छ, मान छ, मर्यादा छ, हामीले आफै समानसँग सम्बन्ध कायम गर्नुपर्छ, फेरि भएन मेरो बाचा छ। राजाको कुरामा सही थाप्दै रानीले भनी, होइन ऊ पनि जमिनको राजाको छोरा राजकुमार हुन् रे, हामीले चाहे जस्तै सुरवीर र पराक्रमी छ रे, अझ ऊ त 8औं शक्तिले भरिपूर्ण र तपाईले चाहे जस्तै नारी वाच्छुक ल्याउन सक्छ रे। रानीको कुरा सुनेपछि राजा मौन रहे। आफ्नो कुराले राजामाथि प्रभाव परेको थाहा पाएपछि रानीले कुरा थपिन्, न छोरीले तिम्रै राजकुमार पो ल्याएकी छे कि? राजाले उनीहरूलाई बोलाउन पठाए। हेन्कुबुङ र नागकन्या डराउँदै डराउँदै आएर नागराजालाई ढोकिदिए। राजाले हेन्कुबुङसँग नारी वाच्छुक मागे। हेन्कुबुङले सम्मानसाथ नारी वाच्छुक दिए। हेन्कुबुङ र नागकन्याको विवाह हुने भयो। विवाहमा नागकन्यालाई घैया धानको बिउ, कोदोको बिउ, बन्चरो, झ्याम्टा, घन्टी उपहार दिए। उपहारसँगै समुद्रभित्र लाइने बाली, जमिनमा पनि लाउन सकिने आशिष नागराजाले दिए। यी दाइजोहरू पाएर पनि नागकन्या रुन छाडिन। उनको रुवाई झन्झन बढ्न थाल्यो। रानीले आफ्नी फूल जस्ती नरम र कोमल छोरीलाई दरबारका सबै बहुमूल्य सामानहरू दिन्। दिँदा दिँदा दरबारमा भएको सबैभन्दा महत्त्वपूर्ण सामान लक्षिन पनि दिन्। त्यसपछि मात्र नागकन्याको रुवाई रोकियो। नागकन्याका सम्पूर्ण उपहारहरू थुन्सेमा राखी ल्याइरहेका थिए। उनीहरू समुद्र किनारमा आइपुगेपछि कहीँ नभएको आँधी बेरी चल्न थाल्यो। आँधीले उपहार राखेको थुन्सेहरू भुइँमा झर्यो। यही समय लक्षिन राखेको थुन्से आफसे आफ पानीभित्र पस्यो। भनिन्छ यही समयदेखि जमिनमा भन्दा पानीमै लक्षिन बढी परिरहेको छ रे। लक्षिन गुमाएकोमा हेन्कुबुङ र नागकन्याले दुःख माने। हुने हुनामी सम्झेर उनीहरू चित्त बुझाउन थाले। समुद्र बाहिर परेका आफ्ना उपहारहरू ल्याएर उनीहरू जमिनमा रहन थाले। समय बित्दै गयो। नागकन्या र हेन्कुबुङले पृथ्वीमा सुखी जीवनयापन गरे। उनीहरूका सालुपाहाङ र रिकापाहाङ नामक सन्तानहरू भए। सालुपाहाङ र रिकापाहाङ माइती चेली थिए। उनीहरू बढ्दै गए। नागकन्या बुढी भइन्, तर हेन्कुबुङ युगौँ बाँच्ने पारुहाङबाट शक्ति लिएर आएका हुँदा उनी भने बाँचिरहे। नागकन्याबाट अन्य सन्तानहरू भएनन्। आफ्ना सन्तानहरू बढ्न थालेपछि हेन्कुबुङलाई पुनः निराश र हैरानी लाग्न थाल्यो। आफ्नी प्रियतम नागकन्याको मृत्युले उनको हृदयमा ठुलो स्थान रिक्त पर्यो। उनी छटपटिन थाले र नयाँ जीवनमा प्रवेश गर्न हिँडे। युवती भए। रिकापाहाङमाले आफ्ना दाजु सालुपाहाङसँग यौन आकाङ्क्षा राख्न थालिन्। आफ्नी बहिनी रिकापाहाङमालाई सालुपाहाङले सम्झायो, आफूहरू रहेका ठाउँमा अन्य कोही थिएनन्। आफ्ना सन्तानहरू हुनुपर्ने भएबाट सालुपाहाङलाई समस्या उत्पन्न भयो। यता दिन प्रतिदिन चेली रिकापाहाङमाको चाहना बढ्दो थियो। सालुपाहाङले विचार गरेर आफ्नी चेली रिकापाहाङमालाई सम्झाएर भन्यो, तिमी हामी बीच शारीरिक सम्बन्ध हुनुहुन्न, हामी चेली माइती हौ, ठिक छ, तिमी हामी बीच यो जन्ममा सम्बन्ध हुन सक्दैन।
म आफ्नो जीवन तपस्याबाट अर्को जीवनमा परिवर्तन गर्छु। तिमी अन्न बाली लाउँदै गर, पछि फेरि अर्को जीवन प्राप्त गरेपछि सम्बन्ध कायम गरौँ। सालुपाहाङको एकाग्र जीवनले सालुपाहाङले बँदेलको रूपमा आफूलाई परिवर्तन गर्यो। बँदेल भएर सालुपाहाङ रिकापाहाङमाले लगाएको घैया धान खान आयो। घैया धान खाँदा पासोमा परेर बँदेल मर्यो। यसैपछि सालुपाहाङमाले अर्को जन्म लियो। अर्को जन्म लिएपछि उनीहरूमा विवाह भयो र उनीहरूको सन्तानहरू भए। भनिन्छ उनीहरूका सन्तान नै पछि हाँछाहरू भएका हुन् रे। डुली हिँड्ने हेङ्काबुङको भेट वायलुङमासँग भयो। उनीहरू एक आपसमा मन पराएर विवाह गरे। उनीहरूबाट पातेसुङ छोरा र वायापुम्ची नामको छोरी जन्मिए। दुःखको कुरा पातेसुङ जन्मदे अन्धा थियो। छोराको अवस्था देखेपछि हेन्कुबुङ र वायालुङमालाई पीर पर्यो। उनीहरू अव्यक्त रूपमा छोराको यस्तो अवस्थाप्रति चिन्तित रहन्थ्यो। वायालुङमा र हेन्कुबुङले आपसमा सल्लाह गरी छोरा पातेसुङको विवाह गरिदिए। एक त छोरा अन्धा भएकोले एउटी मात्र बुहारी ल्याइदिँदा हेला गर्छ भन्ने लागेर आमा बुवाले दुई दिदी बहिनी डाक्टो डिमा र डिक्टो डिमा नामक युवतीहरूसँग विवाह गरिदिए। पातेसुङलाई आफ्ना दुई श्रीमतीहरूले राम्रो स्याहार सुसार गर्न थाले। तर दुःखको कुरा जेठी श्रीमती डाक्टोक डिमाबाट सन्तान भएन। डिक्टो डिमाबाट भने 3 भाइ छोराहरू र 2 बहिनी छोरीहरू भए। यी छोरा र छोरीहरू भएपछि डिक्टो डिक्मालाई अन्धा साँपले ठुग्यो। यसरी उनको मृत्यु भयो। पातेसुङको जेठी स्वास्नी शारीरिक रूप झैँ व्यवहार पनि निठुर दयाविहीन आइमै थियो। बहिनीको मृत्युपछि किशोर भइरहेको जेठो छोरो फेदिमको मृत्यु भयो। माइलो छोरो ताम्लो पनि स्याहार राम्रो नभएर बालककालमै मर्यो। एकपछि अर्को गर्दै आफ्ना छोराहरू भकाभक मर्न थालेपछि पातेसुङलाई पीर पर्न थाल्यो। आफै अन्धो, त्यसमाथि सन्तान जन्माउने श्रीमतीको अकालमै मृत्यु भएकोले उसको जीवनमा अप्ठ्याराहरू पर्न थाले। त्यसमाथि लगातार छोराहरूको मृत्युले पातेसुङलाई आफ्नै 9 महिने नाबालक छोरो हेच्छाकुपाको सुर्ता लाग्न थाल्यो। आफ्नो छोरा हेच्छाकुपाको अवस्थाबारे ऊ ज्यादै सजग थियो। तर हेच्छाकुपाको सौतेनी आमा डाङकोक डिमाले ज्यादै नराम्रो के गरेकी छे भन्ने कुरा पातेसुङले देख्न सक्दैनथ्यो। डाङकोक डिमाले हेच्छाकुपालाई वाइचेक लुङ अर्थात् लोहोरो थालमा राखेर थोरै भातले पुरेर दिन थाल्यो। थोरै भात मात्र खान पाएकोले हेच्छाकुपा दुब्लो पातलो हुन थाल्यो। ऊ सानै हुनाले आफ्नी सौतेनी आमासँग विरोध गर्न सक्दैनथ्यो। उता हेच्छाकुपाको शरीरमा करङ बाहेक अन्य केही रहन छाड्यो। एक दिन पातेसुङले भात खाँदै गरेको हेच्छाकुपालाई छाम्यो। छाम्दा शरीरमा हाड बाहेक केही पाएन। ऊ निराश भयो। उसलाई डाङकोक डिमामाथि शङ्का उत्पन्न भयो। उसले भात खाइरहेको हेच्छाकुपाको भात छाम्न थाल्यो। नभन्दै हेच्छाकुपाको भात मुनि लोहोरो ढुङ्गो थियो। पातेसुङलाई कहीँ नभएको रिस उठ्यो। उसले आँगनमा भएको मुस्ली उचालेर डाङकोक डिमालाई कुट्न थाल्यो। पातेसुङले मुस्लीले हिर्काउँदा डाङकोक डिमा ठहरै परी। स्वास्नी मर्दासम्म पातेसुङको रिस मरेको थिएन। ऊ रिसले आँगनमा उफ्रन थाल्यो। उफ्रदा उफ्रदा भिरमा पुग्यो र लडी मर्यो। अब हेच्छाकुपा आफ्ना दिदीहरू तायमा र खियामासँग मात्र रहन थाले। ऊ बाबु आमा नभएको हेच्छाकुपा अर्थात् टुहुरो भयो। मानिसहरूले हेच्छाकुपालाई छुयुक्पा भनेर पनि भन्न थाले। तायमा र खियामाको निम्ति एउटा नाबालक भाइ बाहेक अरू कोही थिएन। त्यसैले उनीहरूको निम्ति भाइ हेच्छाकुपा आँखाको नानी समान प्यारो थियो। आफ्नो टुहुरो भाइलाई कसरी हुर्काउने भन्ने चिन्ता तायमा र खियामालाई सधैँ परिरहन्थ्यो। उनीहरू भाइको हेरचाहमा दिनरात नभनी लागि परिरहन्थे।